कत्रो खाल्डो बनाएको रहेछ है ए माटो त्यो घरको चुलाको लागि हुन्छ सर हस् हजुर हस् यति भनिदिनु भयो धन्यवाद छ तपाईँहरूलाई यही घरमा हो बस्नु तीन घरमा यो भाडाको घर हो भाडा घर है भाडाको भन्ने सुन्नेमा आएको है मान्छे त छैन त नि यता यही बस्नुहुन्छ उहाँहरू यही बस्नुहुन्थ्यो है यही घरमा ए त्यो उहाँहरू चाहिँ कहाँदेखि आएर बसेका रहेछन् कुन चाहिँ कोठामा रे यो चाहिँ कोठा ए यो सानो कोठा ताला लगाएको रहेछ है यो कोठामा बस्थे यो भाडा हैन भाइ त्यो बच्चा छ त्यो कोठामा बस्नुहुन्छ आन्टी र छोराछोरीहरू अङ्कल अनि यहाँ त्यो भाडामा राख्थे आज कोही पनि कुरा हैन यहाँ त तर्साउँछ भागा छ तर्साउँछन् भनेर भागेको हो र होइन होला यहाँ बस्थ्यो अरे यहाँनिर यो कोठामा यही कोठामा है भाडामा कहाँदेखि आएका रहेछन् उनीहरू त्यो चाहिँ थाहा भएन है यही घरमा कस्तो अचम्म हौ आम्मामा यहाँ मास्तिर सुरुमा देख्ने भनेको त यहाँ बस्ने आन्टीहरू थियो अलिक कहाँ गयो अरे अनि त्यो अब छिमेकीहरूलाई नि सोद्धा अब अलिक थाहा हुन्छ कि धेरै देख्यो होला नि त मैले अनुहार चाहिँ देखेन होइन नि त मम्मी र दाइ चाहिँ आउनुभएको थियो मैले चाहिँ अनुहार देख्न पाइनँ साथीहरूले चाहिँ देखेको भन्दै थियो ए त्यो खाल्डोबाट लास निकालेको त हेर्नु होला तपाईँले है म थिइनँ त्यतिखेर मेरो साथीहरूले सबैले भन्दै थियो यस्तोमा खै के काटेको थियो भन्दै थियो यता यतातिर काटेको पनि थियो अरे यता चाहिँ काटेको अरे होइन यस्तो यतापट्टिको तर खुन चाहिँ यता देखेको छ कि मेरो साथीहरूले अनि भन्दै थियो त्यो जस बगेर झरेको होला नि त है उनीहरू कुन ठाउँबाट आएको रहेछ थाहा भयो पाहाडबाट भन्ने कुरा थियो एउटा त्यो आन्टी मने आन्टीको दाइ चाहिँ यहाँ मासतिर बस्नुहुन्छ आफ्नै अनि यो आन्टी कति 45 वर्ष भन्ने कुरा सुनेको थिएँ मैले चाहिँ केटा 31 वर्ष केटो चाहिँ भर्खरको रहेछ 31 कि 35 को यहाँको 1 वर्षदेखि लिएर 5 वर्षको हाराहारी भएको होला यहाँ के गर्नुहुन्थ्यो उहाँ श्रीमतीले चाहिँ मृतकले चाहिँ आन्टीले चाहिँ घर त्यो हाउसवाइफ भन्नु त्यस्तै आन्टीले घरको काम गर्नुहुन्थ्यो अङ्कल चाहिँ धेरै जस्तो मैले देख्दिनँ थिएँ उहाँ विदेशमा अङ्कलले चाहिँ पहिले अर्को बिहे गरेको थिएन त्यो बिहे गरेको भनेको कुरा चाहिँ सबैले भन्दै थियो मलाई अर्की बिहे गरेर पनि फेरि अर्काको बुढी ल्याएको त्यस्तै भन्दै थियो सबैले बुढी अर्काको पहिलेको चाहिँ कहाँ रहेछ आमा थाहा पाउनु भयो केटा त अविवाहित कुमार केटो हो अरे कि ऊ पनि पहिले ल्याएको कुरो छ केटा कुमार हो हजुर हजुर कस्तो रहेछ छोरी मान्छे चाहिँ अर्काको बुढी हो ए केटो चाहिँ कन्या केटो कन्या केटा अर्काको बुढी अनि विदेश गएको थियो यो केटो विदेश गएर चाहिँ अन्तदेखि विदेश जाने आउने आएको थियो 10-12 दिन 10 दिन हुँदैछ मान्छे के नामको मान्छे हो यो मान्छे यो मान्छेको नाम पनि थाहा छैन के थरी होला यिनीहरू के छ है भाइ कुमार भनेपछि छेत्री यता सुन्नु न यो भनेपछि त श्रीमान त विदेश श्रीमान पनि विदेशबाट आउने बित्तिकै उयो गर्नु भएको रहेछ नि अनि त्यहाँदेखि गाउँलेले भने खोइ कान्छी भन्दै अनि भरे नगर्दा चाहिँ अनि पुलिस गाउँकोले बोलाइदिए अनि भरे बोलाइदिएपछि केटालाई अलिकति ठुलो सानदार पुलिसले यताउति गरेर कराएपछि अनि यहाँ गाडेछु भनेर देखाइदिएछ त्यसले नै मरेकोले नै नाच्नेले कल्पना मृतकको नाम चाहिँ कल्पना पोखरेल मनोज बस्नेत चाहिँ उहाँको श्रीमान ए अनि ए मान्छे अब सधैँ यहाँ भाडामा बसेको उता बेला ठिक छ विदेशमा हिजो मात्रै भनेपछि यो मान्छेले त अनि मारेर 4-5 दिनसम्म नभागी बसेको यहीँ बसेको उसलाई थाहा होला नि त मैले मारेर पुरिहालेँ कसैले देख्दैन भन्ने भयो होला नि त सुरुमा चाहिँ के भन्नु है सुरुमा त मलाई यहाँ स्थानीय दिदी हजुर नमस्कार छ है तपाईँको गाउँमा आइपुग्यो यो त कस्तो अप्ठ्यारो खालको घटना घटेछ के पो भएको यस्तो यो खै अप्ठ्यारै भयो के भन्नु हामीले पनि होइन हजुर अब हामी पनि दिउँसो घरमा हुँदैन थियौँ होइन हजुर हजुर अनि हिजो शनिबार थियो र म बसेको थिएँ हजुर अनि त्यसको हाउभाउ यताउता त्यसको काम गराइ त्यसको बोलीचालीले मैले चाहिँ हिजो पत्ता लगाएँ होइन मैले 11 बजीतिर म यसको रुममा आएँ हेर्न आउँदाखेरि यो खाना खाँदै थियो होइन मासु भात खाँदै थियो यो के बस्ने त अरे उहाँको मनोज बस्ने अनि श्रीमती मारेर मासु भात खाने अनि त्यहाँबाट मैले भने यसले मलाई देखेपछि डरायो होइन
मलाई देखेपछि यसको शिर ढलो अनि मैले त्यति बेला पनि पत्ता लगाएँ एउटा प्रमाण होइन अनि अर्को यतापट्टि यो कोठामा एउटा बहिनी बस्थ्यो त्यसलाई मैले घरमै लगेँ मेरो घर यही हो अनि घरमै लगेर ढोका थुनेर भने मैले होइन मैले किनकि यसले गल्ती गर भन्ने कुरा मैले थाहा पाएँ किनभने यसको नजर गिरेको थियो होइन अनि मैले अब सोधखोज गरेर चाहिँ पत्ता लगाउनु पर्यो भन्ने विषयमा गएँ म होइन म यहाँको यो बहिनी लगेर मैले ढोका थुनेर सोधेँ त्यसलाई अनि सोद्धाखेरि उसले पनि सबै कुरा खै आन्टी इलाम जानुभएको छ अरे यताउता भन्नु क्या अनि बिहान पनि मैले आएर त्यो खाना खाँदै गर्दा पनि तिमीहरू घरमा बस्ने भाडा बस्ने अनि बिहान पनि मैले आएर त्यो मान्छेलाई पनि सोधेँ तिमीहरू त बसाइ जान आँटे जस्तो सबै सामानहरू रेडी गरेको छ बिहान त्यसले एक अट्टो सामान पठायो काठमाडौँ होइन यहाँ आलु रोपेको थियो यहाँ उसको बुढीले आलु रोपेको थियो यो आलु अस्तिको दिन बेलुका खन होइन अनि त्यहाँबाट सामान के एक गाडी सामान पठायो त्यसले हिजो एक अटो भनौँ न बिर्तामोड लगेर कहाँ चाहिँ लग्यो कसलाई दियो भन्दाखेरि बिर्तामोड लगेर हाइएस्टमा हाल्यो अरे काठमाडौँको होइन अब त्यो अनि मैले चाहिँ त्यो चाहिँ म विचार गरिरहेको थिएँ त्यसको होइन अनि त्यहाँबाट एकैचोटि पनि भन्नु भएन मान्छेलाई पत्ता त लाउनु पर्यो होइन अनि आएर मैले सोद्धाखेरि उसको बुढी कहाँ गएको छ त भन्दा पाहाड गएको छ भन्नु क्या अनि मलाई नम्बर दिनु त भाइ भने मैले त्यसको त्यो चाल बुझेपछि अनि नम्बरै लाग्दैन यताउता भन्नु क्या अनि नम्बर दिएन अनि मैले यो केटीलाई लगेर सोधेँ कुन मोबाइल बोकेको छ भन्दा दुइटै मोबाइल पनि घरमै छ होइन लुगा फाटो पनि सबै घरमै छ चप्पल जुत्ता पनि सबै घरमै छ उसले केही लगेर गएको छैन भनेपछि त अब केही नलगे नि फोन त लिएर जान्थ्यो अनि उसले यो मान्छेले कसो गरेछ भने नि एउटा कुरा उसको मोबाइलबाट चाहिँ म्यासेज लेखेछ त्यो श्रीमतीको फोनबाट म्यासेज लेखेछ उसकोमा चाहिँ म गइसकेँ मलाई नखोज्नु अर्कैसँग गइसकेँ मलाई नखोज्नु अब काली राम्ररी हेरिदिनु छोरीलाई अब मलाई नखोज्नु म उहाँ दाङको मान्छे कताकोसँग गइसकेँ भनेर भनेछ होइन अनि त्यो म्यासेज लेखेछ मारेर म्यासेज लेखेछ श्रीमतीको आइडीबाट म्यासेज लेख्यो फोनलाई अनि उसको छोरी जापानमा छ होइन यो मर्नेको छोरी अनि मैले चाहिँ यहाँ आएर मैले यसको सबै कुरा आफै बुझेपछि अब यसलाई यहाँ धेरै पुलिसहरू बोलाउँछु भन्नु भने त यो त भाग्ने भयो होइन मैले उसको छोरीसँग बुझेँ क्या भिडियो कल गरेर ढोका लाएर बोलेँ म होइन सुन्छ होला भनेर त्यो केटीलाई पनि बोलाएँ ढोका लाएँ अनि त्यो केटीसँग पनि यो पनि तेरै घरमा बस्ने मान्छे हो यसलाई पनि बुझ तेरो आमा 2-3 दिन अगाडिदेखि छैन होइन म आज घरमा बसेको छु शनिबार मेरो छुट्टी थियो र त्यही भएर पत्ता लगाउनु पर्यो भनेर गरेँ भने क्या मैले अनि त्यसो भनेपछि त्यो छोरी बोलो म आन्टी मसँग त कन्ट्याक्टै छैन मम्मीको भन्नु क्या अनि कति दिनदेखि भन्दा बुधबार दिउँसो मलाई फोन गर्नुभएको रहेछ म ड्युटीमा थिएँ त्यहाँबाट मैले रिप्लाई गर्दा मम्मीको फोन छैन अहिले भन्नु क्या अनि त्यसो भनेपछि अनि त्यो केटीलाई मैले भरे राम्रोसँग सोधेँ मोबाइलहरू सबै यी छ भने त्यो केटीले अनि त पनि सत्य बता होइन भरे तँलाई पनि नराम्रो हुन्छ नत्र भए भन्नुहोस् भने म पुलिस बोलाइदिन्छु भने क्या मैले त्यो केटीलाई अनि त्यसो भनेपछि उसले पनि भने होइन उसले चाहिँ मलाई थाहा छैन आन्टी होइन बिहान म उठ्दाखेरि त्यो आन्टी हुनुहुन्न थियो घरबेटी आन्टी बेलुका थियो हाँसी खुसी उनीहरू बसेँ खाएँ होइन अनि 10 बजी पछाडि सुतेँ अनि म पनि मेरो रुममा आएर सुतेँ अनि त्यहाँबाट त्योदेखि पछाडि त मैले केही थाहा पाइनँ एकैचोटि बिहान 7 बजी यसैले बोलाएछ होइन यो घरबेटी भनाउँदोले अनि बहिनी उठ न नानी चिया पकाउन भनेछ उसैलाई होइन अनि उसले उठेर चिया सिया बनाएर खाना दिएछ अनि खाना पनि बनाएछ खाना बनाउला आन्टी पाहाड गएको छ भनेछ उसलाई पनि खाना बनाएछ अनि भरे कसैले अनि अर्को कुरा पनि के भनेछ भने कसैले सोध्यो भने आन्टी पाहाड गएको छ भनिदिनु ल भनेछ होइन अनि त्यो एउटा झुट भयो उसले त्यति बेलै हामीलाई भनेको थियो भने त हामी त खोजी गरिहाल्थ्यौँ नि त होइन उनीहरू डराए पनि अब हामी थियौँ नि त यहाँ होइन समाज थियो अनि अब उनीहरूले भनेनन् होइन अनि त्यति भनेपछि अनि मैले उसको छोरीलाई पनि भने सबै कुरा भनेपछि आन्टी छैन उसले पाहाडतिर सबैतिर फोन गर्यो क्या मैले भनेपछि पाहाड कसकोमा गएको छ सबै पत्ता ला नानी अनि मलाई फोन गर ल भन्दै क्या मैले यो लास चाहिँ यहाँनिर गाडेको छ भनेर चाहिँ कसरी पत्ता लाग्यो यो लास गाडेको किनभने यसले यहाँको फोहोर सोहोर सबै उठाउँदै
जाँदै त्यहीँ राख्न थाल्यो अनि लुगा एटेजी सेटेजी हिजो एटेजीहरू पनि थियो त्यहाँ दिउँसो म विचार गरिरहेको थिएँ नि त एटेजी सेटेजी सबै त्यो उसको लुगा सुगा सबै पोको पार्दै त्यहीँ लगेर राख्न थाल्यो होइन दिउँसो दिउँसो हिजो हिजो बिहान चाहिँ हिजो चाहिँ म घरमै थिएँ र मैले सबै देखेँ नि त यसले गरेको क्रियाकलापहरू सबै देखेँ अनि त्यहाँबाट त्यति भएपछि म विचार मात्रै गरिरहेको थिएँ मेरो विचार के थियो भने म मान्छे पुलिस सबैजना बटुलेर यो खाल्टा हेर्ने बेलुका होइन भन्ने विचार थियो मैले अब एकैचोटि सुनाउँ भने त यहाँ त यो त भाग्नै पर्यो नि त सुनाउनु त भएन नि त होइन अनि यो यतापट्टि कोठा बस्ने बहिनी छ त्यसलाई मैले उसको दाजु भाउजूलाई यता तल्लो टोलमा सुनाइरख भनेको थिएँ क्या बहिनी सुनाइदिइरख यता गर्ने कुरा म गर्छु अनि त्यहाँबाट पुलिसलाई फोन गरौँ भनेको थिएँ क्या मैले अनि त्यहाँबाट भरे त्यति भयो अब ऊ आनन्दले मासु भात खाएर बसेको थियो उसलाई बुढीको केही टेन्सनै छैन होइन कसरी मारो के गरो कहिलेदेखि मारो अनि त्यहाँ त्यो मारेको दिन नि म अफिसबाट आउँदै थिएँ मैले उयो तल पुलमा यो मान्छेलाई भेटेँ होइन नानी बोकेर जाँदै थियो अर्को यो कोठा बस्ने केटी पनि थियो अनि कहाँ हिँडेको भने मैले बजारतिर गएको भनौँ होइन अनि त्यो दिन चाहिँ त्यो कानमा लाउने बुढीको कानमा लाउने अनि सुनहरू लगेर बेचेर अनि खुत्रुकेहरू फुटाएर अनि अलिअलि भएको पैसा पनि लगेर उसले हातमा ब्रासेट बनाएछ कानमा कुण्डल बनाएछ होइन श्रीमान अनि यहाँ बस्ने त्यो कोठा बस्ने बहिनी त्यो कलेज पढ्नेलाई त्यो कलेज पढ्नेलाई पनि जुत्ता किन्दैछ 1200 मा मैले हिजो त्यो केटीलाई त कुट्न खोजेर भने नि त सबै सत्य सत्य बता भन्दाखेरि अनि त्यहाँबाट जुत्ता किनिदियो मलाई आन्टी 1200 को जुत्ता चाहिँ किनिदिएको छ तर मैले लाइनँ होइन अब आन्टी कहाँ जानुभएको त्यो मलाई थाहा छैन तर यो अङ्कलले चाहिँ पाहाड गएको भन्नु ल सबैलाई भन्नुभएको छ भनेर भन्न लागेको छ क्या त्यसले ढाँटो हामीलाई त झगडा त्यस्तो गरेको देख्दिनँ थियौँ तर अहिले विदेशदेखि आइकिन चाहिँ अब अलिक दिन पर्यो अरे होइन जस्तो तपाईँले उसलाई फकाएको भन्नुभयो होइन जुत्ता किनिदियो उसलाई नभन्नु भने हजुर साँच्चीकै थाहा पाए चाहिँ राति मारेको थाहा पाएर चाहिँ नथाहा पाए जस्तो गरेको हो कि त्यो बहिनीले पनि होइन पुलिसले लग्यो अरे उसलाई छोडिदिइसक्यो उसले त्यस्तो झुटो बोलेको थिएन होला मैले पनि भने आएन अरे जस्तो नि सुन्नु न यो लास्ट चाहिँ अनि उसले यहाँ छ भने तपाईँले नै प्रहरीलाई फोर्स गर्नुभयो कि यहाँ लास्ट छ भनेर खन्नुपर्छ भनेर प्रहरीलाई तपाईँले फोर्स गर्नुभयो कि स्वयं त्यो जुन कस्तो भयो भने नि यहाँ उता परको एउटा दिदीले अनि मर्निङ वाक जाने आउने मान्छेले शुद्ध पनि त्यहाँ देखेको रहेछ यसलाई राति होइन मर्निङ वाक गरेर आउने मान्छे देखेपछि यो ऊ आफै एक्सर्साइज गरे जस्तो गरेछ क्या ऊ आफै मर्निङ वाक हिँडे जस्तो गरेछ क्या एक्टिङ त खतरा रहेछ अघि हालेर अब यसले पत्ता लाउँछन् भनेर होइन अनि त्यो अरूले पनि भनेकोले सुन्दा अनि मलाई यहाँ हाम्रो एउटा छिमेकी दिदीले पनि बहिनी त्यो बहिनी पनि छैन म अस्तिको दिन बेलुका है म त अफिसबाट आएँ बेलुका भएको थियो होइन त्यो बहिनी पनि छैन तर त्यहाँ पनि खाल्टा खनेर के गाडे जस्तो गर्यो त्यो भाइले न कुखुरा मरो न के मरो होइन अब त्यो पनि भन्ने कुरा चाहिँ गरेको थियो होइन मलाई अघिल्लो दिन बेलुका अनि मैले त्यही शङ्खाले भोलिपल्ट बिहानै आएर यसलाई खेरेको हो होइन अनि यसको नजरले नै बताइहाल्यो क्या मेरो अगाडि यो सिधा भएर बोल्न सकेन त्यसपछि प्रहरीमा खबर तपाईले गर्नुभयो बेलुका गरिम हामीले बेलुका मात्रै मैले यता भाइलाई त्यो एकजना भाइ दीपक गिरी भन्ने हुनुहुन्छ त्यो भाइलाई भनेर उसले प्रहरीलाई फोन गर्यो अनि ऊ चाहिँ मलाई भेट्न भनेर आउँदै थियो 2-3 जना आउँदै थियो त्यो भाइहरू भाउजू के भएको हो यहाँ भनेर सोध्न आएको अब उनीहरू आएको देखेपछि यो यहाँबाट हिँड्यो क्या होइन अब यसले थाहा पायो भने त भाग्छ नि त अनि मैले फेरि त्यो भाइहरूलाई भाइ गइहाल्नु तपाईँहरू गइहाल्नु अहिले भरे भन्छु म सबै कुरा तपाईँहरू जानु यो भाग्छ यसलाई समात्नु पुलिसलाई चाहिँ फोन गरिदिइहाल्नु भने उसले अगाडि नै पुलिसलाई फोन गरेको थियो अनि त्यहाँबाट चाहिँ उनीहरू पछि गए अनि कहीँ पस्न दिएनन् होइन अनि उसको ससुराली त्यहीँ छ अनि ससुरालीमा पसेछ होइन ससुरालीमा पसे माथि अनि के चाहिँ भयो त ज्वाइँ राम्रोसँग भन्नु भन्दाखेरि उसले त म्यासेज देखाएछ क्या आफैले लेखेको म्यासेज यस्तो म्यासेज लेखेकी चाहिँ तपाईँको बहिनी पहिला गई भन्दैछ होइन त्यति गर अनि भरे पुलिसहरूले अब समातेर ल्याए मैले त दीपक भाइहरूलाई भनिदिइसकेको थिएँ त्यो खाल्टामा यसले अस्तिको दिन बिहान के गाड्दै थियो अरे होइन तपाईँले हेरेको छैन अबसम्म कहाँ हेर्नु हामीले त्यसरी हेर्न पनि मिल्दैन नि त शङ्काले मात्रै भन्न सक्यो नि त अनि त्यो पछि पुलिसहरू आए होइन आउँदाखेरि पनि उसले होइन भन्दै थियो ठ्याक्कै यहाँसम्म आएपछि अनि मेरो बुढोले पनि सोध्नु भएछ होइन अनि तैँले साँचो कुरा भन् नत्र तँलाई पनि त्यही खाल्टोमा गाड्छन् होइन तैँले हो नै भने साँचो कुरा भन् भन्दाखेरि भरे दाइ मैले सुइकाइदिएँ भनेछ होइन हो त्यति हो लास्टको अरू भनेको हिजो दिनभरि निगरानी गरेको
मैले नै हो। त्यहाँदेखि चाहिँ पाइयो त्यो लास होइन सब हेर्नुभयो केमा हानेर छ चोटपटक केमा लगाएर छ उसको सब चाहिँ हात यस्तो उठेको थियो होइन एउटा दाहिने हात अनि चोटहरू? अनुहार किच्चेको थियो त्यसले नाकमा हानेको थियो पुरा ब्लड थियो होइन अनि यस्तो चल्नीतिर हानेको रहेछ अनि घाँटी कसेको थियो घाँटी केले कसेको थियो डोरीसँगै थियो पुरै कसेको थियो है घाँटी पुरा कसेछ कि अनि त्यही भएर पनि ओरतिर परतिरको अब सबैले भन्नुहुन्छ नि ओरतिर परतिरको मान्छेले कसरी थाहा पाएन भन्दा चाहिँ उसले सुरुमै घाँटी कसिदिएछ अनि हानेछ क्या हामीले बुझ्दा चाहिँ अब बोल्न पाएन नि त उसले त यातै भन्न पाएन नि त घाँटी नै कसिदिएपछि गुहार माग्नै पाएन घाँटी चुइक्क कसेर अनि त्यहाँबाट यस्तोमा हानेछ चल्नीमा हानेछ अनि यसको यो मुखमा हानेको छ हामीले मुख यत्रो सुन्नेको थियो होइन टाउको तर मैले हेरेँ हजुरको शुभ नाम चाहिँ मेरो मिना वास्तोला भन्छ मिना वास्तोला है दर्शकवृन्द यहाँ घटना एकदमै डरलाग्दो होइन एकदमै डरलाग्दो मुटु काम्ने खालको घटना घटिसके पश्चात यहाँ मिना के भन्नुभयो हजुरको वास्तोला मिना वास्तोला दिदीले चाल्नु भएको कदम एकदमै सराहनीय छ यो घटनालाई चाँडोभन्दा चाँडो निकास पाउनको लागि यस्ता किसिमको घटना भयो र यो घटनालाई चाहिँ अपराधी नउम्किनको लागि उहाँले चाल्नु भएको कदम र उहाँले गर्नुभएको यो सहकार्यमा तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद छ है तपाईँले यतिका निगरानी राखेर न त यो मान्छे अहिले पक्राउ पर्यो नत्र यहाँदेखि त इन्डियाको आँप छिरिसक्थ्यो होइन यसलाई पक्राउ गर्न सकिँदैन थियो क्या हिजो बिहानै सामान सप्लाई गरिसकेको होइन हिजो बिहानै यसले सामान सप्लाई गरिसक्यो मैले चाहिँ यसको घर उदयपुर उदयपुर है उदयपुरको बस्नेत हो यो मैले सोध्नु बिर्सेको हजुर के भएर कति बेलादेखि शङ्का लागेर चाहिँ माथि निगरानी थाल्नु मैले यहाँ आएँ म जब होइन हजुर हजुर आउँदाखेरि यसले यो खाना खाँदै थियो होइन अनि यो खाना खाँदै थियो मैले यसलाई सोधेँ बुढी कहाँ गएको छ भनेर अनि सोद्धा पहाड गएको छ दिदीसँग पैसा लिनु थियो अनि गएको छ भनौँ होइन अनि तिमीहरू चाहिँ कहाँ हिँड्न आँटेको भन्यो क्या म जति बोल्छु यो डरायो क्या मैले जति यसलाई क्वेसन यसलाई मैले जति क्वेसन सोध्छु नि यसले मलाई सिधा नजरले हेर्नै छोडिसक्यो क्या जस्तो उसले स्वीकारिसक्यो उसले अहिले के भनेको छ के कारणले मारे भन्नु उसले भनेछ यता पुलिसलाई भनेछ मैले डिभोर्स मागेको थिएँ 2 चोटि 3 चोटिसम्म डिभोर्स मागेँ मलाई डिभोर्स दिन मैले मारेँ भनेछ होइन उसको छोरीलाई उहाँ जापानमा उसको छोरीलाई जापानमा होइन त्यो जापानमा त्यो उसको छोरी होइन त्यो बुढीको चाहिँ छोरी बुढोको अर्को बुढोपट्टिको छोरी अनि उसलाई चाहिँ भनेछ तेरो मम्मीले के अरे मलाई डिभोर्स दे भनी होइन अनि मैले डिभोर्स नदिएको राति नै हिँडी पहिला गई त्यो कता इन्डिया कति फोन लाग्दैन भन क्या उसलाई पनि दर्शकवृन्द यहाँनिर घटना एकदमै डरलाग्दो घटना घटिसके पश्चात हामी यो घटनाको प्रकृति बुझ्नको लागि आयौँ यहाँ घटना के कारणले घटेको हो र यो घटना कसरी भयो र घटना लुकाइ छिपाइ पनि भयो र यो घटनालाई कसरी पत्ता लाग्यो भन्ने विषयमा सम्पूर्ण कुरा यहाँ हाम्रो मिना के भन्नुभयो मिना वास्तोलाजीले चाहिँ हामीलाई सम्पूर्ण डिटेल्स दिनुभएको छ दर्शकवृन्द अहिले हामी यो झापा जिल्लाको चाहिँ अर्जुनधरा नगरपालिका वार्ड नम्बर 7बाट एकदमै डरलाग्दो घटना सार्वजनिक गरिरहेका छौँ र यस्ता किसिमको घटना नहोस् भनेर यस्ता किसिमको घटनालाई निरुत्साहित गर्नको लागि हामी दिन प्रतिदिन घटनास्थलमै पुगेर जनमैदानबाटै सबैको समस्या अनि यो घटना हुनुको कारण भन्ने विषयमा हामी निरन्तर रूपमा फलोअप गरिराख्दा पनि यस्ता किसिमको घटना अझै पनि घटिरहेको छ नेपालमा यस्ता किसिमको घटना नहोस् भन्नको लागि यस्ता किसिमको घटनालाई निर्मूल पार्नको लागि केसम्म हामीले कदम चाल्न सक्छौँ र कानुनले केसम्म व्यवस्था गरेको छ यो घटना कानुन हो नेपालमा कानुन छ तर पनि यस्ता किसिमको घटना घटिरहेको छ दर्शकबिन अचम्म छ दर्शकबिन तपाईँलाई लागेको जिज्ञासा तपाईँको स्वतन्त्र विचार कमेन्टमा छोड्नु होला भन्दै आजको यस बसाइबाट म खेमराज देवान बिदा हुन चाहे हस्त नमस्ते